बा मेरो लास नउठाइदेऊ न, बा मेरो लास नउठाइदेऊ न, छाडिदिनुहोस्। जसरी ओसिलो आकाशले रुँदै छोड्छ आमालाई, छाडिदिनुहोस्। म आज थकित छु, आफ्नै मुटुको धड्कनलाई रोकेर थकित, यति थकित छु कि थकाइ मार्दा मार्दै मरेको छु। कोही कोही मलामी भन्न पर्दैन, मेरो मलामी म आफै थिएँ। बाँच्दा बाँच्दै रोजेर हिँडेको बाटो हो, बाँच्दा बाँच्दै रोजेर हिँडेको बाटो हो, मर्ने बाटो आफैले रोजेको हुँ। यी कोही मलामी भन्न पर्दैन। मेरो सपना च्यात्तिएका थिए कुहिएको सास जस्तै, र म अझै हाँस्न खोजिरहेको थिएँ। बा जब सिङ्गो गाउँ हाँसिरहेको थियो नि, म चुपचाप रुँदै थिएँ। मेरो मुस्कान भाडामा लिएको पुरानो जिउ जस्तै थियो, मानौ कसैको चिहानबाट उधारोमा लिएर आएको छु यो मुस्कान, मानौ कसैको चिहानबाट उधारोमा लिएर आएको छु यो मुस्कान। कसैले थाहा पाएनन् बा, मेरो छातीभित्र लडिरहेका हुन्थे आँधीहरू। यो आँधीहरूले मलाई आफैलाई सकाउँदै थिए। मेरो आँखाभित्र डुब्थे घामहरू, जुन बिहान हुन नपाउँदै आँखाका डिलबाट झरिदिन्थे। तप्प तप्प घाम अस्ताउँथे, उदाउन कहिल्यै पाएनन्। र म हाँस्नै पर्ने थियो बा, हाँसिदिनु पर्ने थियो। तपाईँको लागि, घरको लागि, सबैको लागि हाँस्न बाध्यता थियो। र आज म थाकेँ हो बा, र थाकेरै मरेको छु। बा मेरो निधार नछोइदिनु न, तपाईँ नरुनु, शाखा उभाउन नसकेर छोडिदिनुहोस्, नरुनु बा। कसैले मेरो बारेमा धेरै नबोलुन्, बस यति चाहन्छु। धैर्य त भत्किएर मरेको, आज किन यी धैर्य गर्दैछन्? के का लागि धैर्य गर्दैछन् यी सब मान्छे जो छन् यहाँ? बा म जन्मेको बेलादेखि नै मेरो पेटमा घाउ थियो अरे नि है। मुस्कान ओढेर छोपिएको थिएँ घाउ लाज जोगाउनलाई, र आज घाउले नै मेरो मुटु चुसिँदैछ। बा मेरो चिहान बनाउनु हतार नगर्नु न तपाईँ यसरी। मेरो शरीर कुहिएको हो, माटोमै हराउनेछ। अनि कुहिएको शरीर जो माटोमा हराउँदैछ, त्यसको लागि मलामी चाहिन्छ र? एउटा हराएको छायाको मलामी डाक्छन् र बा? यी जो मान्छे मेरा वरिपरि छन्, यी को हुन् बा? हातमा फुल अक्षता लिएर आउँदैछन्, किन आउँदैछन्? को हुने? बाज्दा जो रुने थिएनन्, आज किन मलामी बस्दैछन् मेरा? यत्रो विधि मान्छे आज अचानक कहाँदेखि आए? मेरो लागि यत्रो माया यिनीहरूले कहाँदेखि लिएर आए? कहीँ भाडामा माया पाइन्छ हो बा? मेरो न्यानोपान बिर्सिए आज कुन फुल चढाउन आउँदैछन् यी? जब न्यानोपनै बिर्सिसकेपछि फुल चढाउनुको अर्थ के छ? आजै हेरचाह गर्ने भए गर, चिहानमा फुलको कुनै अर्थ हुँदैन। यी जो आउँदैछन् फुल चढाउन, किन आउँदैछन् हो बा? बा छाडिदिनुहोस् ल। साँझ परेपछि मेरो नाम उच्चारण नगर्नुहोस् तपाईँ। मेरो आवाजले तपाईँको रात च्यात्न सक्छ, मेरो अभावले तपाईँको सपनाहरू जलाउन सक्छ। मेरो पुरानो लुगा जलाइदिनुहोस् बरु, नराख्नुहोस्। मैले खाएको भाडा फ्यालिदिनुहोस् बरु, नराख्नुहोस् त पनि। मेरो कुनामा राखिएको त जुन डायरी छ नि, च्यातिदिनुहोस्, पढ्न पर्दैन है। मै नबाचेपछि सम्झनालाई मलजल गरेको के फाइदा? मलजल नगरौँ बा। सपनाले धोका दियो मलाई, प्रेमले मलाई अपहेलित गर्यो, साथीहरूले मलाई चिसो बनाइदिए, समाजले मलाई अचानक भुइँदेखि निकालेर पर फ्यालिदिए। अब तपाईँले पनि मलाई छाड्न सक्नुपर्छ हो बा। हिजो मलामी आउँदै थिए, यो त गइसके। मेरो लास भर्खर छातीसम्म जल्दैछ, गइसके। तपाईँ किन बस्दै हुनुहुन्छ? तपाईँ पनि जानुपर्छ हो बा। एक लास भएर पनि म एक्लै हिँड्न सक्छु। मेरो आज आत्मा भारी छैन। हिजो शरीर जिन्दो हुँदा पो दुःख थियो, र पो म शरीर भारी थियो, मलामी चाहिन्थ्यो। आज त आत्मै छैन, दुःखै छैन, शरीर हल्का छ। म आफै जान सक्छु बा, यी मलामी डाक्नु पर्दैन बा। अब कुनै दिन कुनै साँझ तपाईँले भुलेर मलाई सम्झनु भएछ भने एक थोपा आँसु माटोमा चुहाइदिनुहोस्, तर मेरो लास नउठाइदिनुहोस्, मेरो निन्द्रा नटोडिदिनुहोस्। म गहिरो निन्द्रामा छु, उठ्छु म। अन्तिम पटक सोध्न चाहन्छु, कुन अपराधमा म यति एक्लो भएँ? कुन दोषमा म आफैलाई मार्न बाध्य भयो? तर सोध्दिनँ, किनभने उत्तर आउँदैन, थाहा छ, र आउन जरुरी पनि छैन। अब म छाया होइन, साहस छैन, र सपना त बिल्कुल पनि होइन। अब म शून्य हुँ, एक असीम शून्य। बा मेरो लास नउठाइदेऊ न, म आफै बिलाउने छु। जसरी बिहानीमा हिउँ बिलाउँछ घाम सही, जसरी रातमा जुन हराउँछ अँध्यारोसँगै, छाडिदिनुहोस् हो बा, छाडिदिनुहोस्, मेरो लास नउठाउनुहोस्। सकाइदा यार, यो